एकदम रमाइलो छ एकदम खुसी छिटो भन न नमस्कार हजुर यति हो गण्डकी गाउँपालिका कति नम्बर हो यो मलाई थाहा छैन 6 नम्बर हो नि यो हो 6 नम्बर मा आछु आज सरकारले आएको धेरै भएन सरकारले नआएको 7 वर्ष चाहिँ भएन हाम्रो नानीको कुनै बेलामा आदि आयो नि त अनि नानीले अर्को नानी पाउन लाग्छ जस यस्तो ठाउँमा ससुराली आउनु भने भाग्यमानी फाइनली हामी कहाँ आइपुग्यो ससुराली पानी ससुराली गाउँमा आइपुग्यो है ल बाई बाई हुँदैछ यहाँ टावर पनि छ होइन हेलो गर न बस नानी पाक्दैछ हेर्नुहोस् ऊ त्यहाँ त्यो मुडा भोलिको लागि होइन म कति दौडी भइरहने भुललाई हो बाउ जस्तै कि हे त्यसो नि त सँगसँगै चेस गरौँ न ल चेस गरौँ ल ऊ बाउ पनि बाउ यहाँ आउँछ चेस ल बाउ छिटो छिटो कति धेरै गरे चिया छिटो छिटो बाउ बाउ ल ल जल्दी जल्दी 1 2 3 गो होइन कति धेरै खायो साह्रो छ क्या रोटी बवाल छ त्यहाँ कफी त ल हामी चाहिँ यहाँ चिया भटमास रोटी खान्छौँ तिरबाट डाङ्दै हुनुहुन्छ अब चाहिँ हामी तपाईँहरूलाई सुन्तला बारी देखाउँछौँ हो टिप्न दिन्छ हामी चाहिँ अब घुम्न जानु लाग्यो टिप्न दिन है खाने बेला भएन चामलको सिजन होला नि होइन हेर्नुहोस् अनि हाम्रो गाउँको घरहरू यो छ्यामाको हो फुलमाला रेडी हो यहाँ चाहिँ एउटा देखाउनु मन लाग्यो सुन्तलाको बोट खै यहाँ घरको मान्छे खै सुन्तलाको बोट कता हुनुहुन्छ सुत्नु होला छोडी उही टावर दिदी म त जान्न है तल दिदी यो फुल चाहिँ मैले नयाँ घर पानी भर्न यो फुल कस्तो राम्रो नि के हो यसको नाम खै के हो सक्नु गर्न लाग्छ यता मास्तिर मात्रै हुने ल भाडा त हिँड्दै भयो अनि अब भोलि पर्सिबाट भोलि त भोलि पर्ला खतरा चिसो अनि फेरि पानी फेरि भन्नु नि त्यो एउटै सम्म थिए त सबै एउटै सम्म
समय हुन्थ्यो समय परेर त्यो गरै चिन्थेन कि बारी मोलेर लुगा लाने मलाई कस्तो पिरान पर्छ को लागि दिदीलाई पहिला उयो खानु भोजि खान्छ बाउले खानु बाउले भोलाले खाँदैन किन खाने बाउले भात खाए तिमीले खाउने के हो त शिवा एउटा हामी चाहिँ अब भात खाने ओहो टिटिटी वा वा गाइस हामी भात खान लाग्छ गाइस हो न गाइस हामी चाहिँ भात खान ल ल ल ल भन नि त गाइस हामी चाहिँ ल मेरो फर्स्ट बाइट है नानी उता दाल हाल्दै खाने गर है सबैजना बेबिस ल खाइदिउँ ल यत्रो एउटा फर्केर खाइदेऊ न के सानो फेरि खाने खान जान्न दिदीपट्टि फर्काउ न मपट्टि हेर न दिदी हेर्नु नि त तिमी त सिरियन यस्तो राम्रो बच्चाहरू नागभरि सिकान गाइस हामी चाहिँ सुत्न लाग्यो होइन टावर टिपाइने कि यता म छु यता हाम्रो गाइजहरू अहिले त पछाडि एउटा मान्छे छ हेर्नुहोस् म तपाईँहरूलाई जादु देखाउँछु मेरो नि यहाँ हामी चाहिँ आज यहाँ सुत्ने हो अनि हाम्रो के भन्छ रुममेट रुम यस्तो छ अनि तपाईँले के देख्न सक्नुहुन्छ नि यहीँ सिट चुहेला जस्तो भएको छ 5 स्टार होटेल कता हो सिटले नि यहाँ सिट हाम्रो रुममेटहरू त्यहाँ चुहिन्छ यहाँ टाउको पनि होइन गाडी है जेस यता चाहिँ ओछ्यान छ हाम्रो रुममेटहरू है गाइस ल के भनिदिउ नि त बेबिस गाइजहरू भनिदिउ न सन्चै हुनुहुन्छ गाइजहरू मैले एक थाल भात खाएँ गाइजहरू मैले के हो सिरा त उता दुईटा त्यहाँ बाइ द वे ध्यान त्यही हो बुझि बिहान भेट्ने कुरा मनले देखा के भयो पुरा गुन्नु चला हो के हो यहाँ मनले देखा गुन्नु चला हो के हो यहाँ ए कानी हो लो जय पनि खान्छ र खान्न खान्न जयलाई त कहिले केटा मान्छेलाई त लाइदिएको थाहा छैन हुन्न के पर्दैन भर्खरै उठेको किन गोडा पानी खाएको आज एकादशी ठुलो एकादशी ल पैसा छ नि नानी आइतिर त्यहाँ बुझुले के गरे भनेर कस्तो पहिलोचोटि हो नि त अब छोरीलाई त पनि खायो राति त खानु पर्यो नि त पनि खायो है हामीले त है टिका ल यो टेका लगाइदिनु म मोले लाइन है म मम्मीले नि खाने हो छोरीले धेरै पढ्नु पर्यो बाउले मम्मीले धेरै रुनु भएन के रिसाउनु भएन यसरी ठ्वास्स हुनु भएन चेर हुनु भएन ल धेरै पढ्नु पर्यो मेरो छोरी धेरै पढेर बाउलाई पाल्नु पर्यो ल पैसा नि दिने हो पैसा दिउ पर्न भन्छ पैसा ल्याउ पैसा छैन बाबासँग तात्तिनु ल जी गर बाबालाई छिटो न जिने के पैसा खाबिस हो ल गुप्टे भइसक्यो यहाँ जिउ बाक्टीमा नि जिउ गर जिउ बाप कहिले अन्त माने ए गन्ती गर्दै
सरकारी कि बल सरकारी अलि ठुलो ऊ बनाउँछ नि दिदी यसलाई कि आबा दिउँसो लागि है के भन्यो र किनारा बास त्यो त मर्नु हुन्न ओइ चिया मैले भोक लागेर होला के पो ऊ यो हो तेरो त्यो सानो फेरि त्यहाँ गएर पानी धर्नु बनाएँ कता गाड्ने है गाड्ने हो अरू गाडी नि त्यो चाहिँ हाम्रो बगी लाग्यो बोलाउँछ कि नबोलाउने नाति ज्वाइँलाई नि देखेन नदेख्दो गरेर गएको पैसा दिने हो आराममा सकिन कि पर त्यो मैले त्यसरी बोलाउँदै भेट भयो हेलो भिडियोमा हेलो भन्न आमा हेलो 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 ल मैले कहाँ देख्दो रहेछ मेरो खुट्टा पनि आएर मलाई मन पराएर आयो कि फुल टिप्दै हो हेर्नु सक्नुहुन्छ खतरा यिनीहरूबाट टिका लगाएर हामी चाहिँ फुल टिप्न आएको नभए फुल देखाउँछ फुल हेर्नुहोस् हाम्रो टिपेको फुल अब चाहिँ हामी जाने होला सायद है जाने त होला नि होइन हाई भन हेलो हेलो देख्या फुलै देखेन कि जानु कस्तो लाग्यो त दाजुभाइ भेटेर आफ्टर लङ टाइम एकदम रमाइलो छ खुसी लाग्यो एकदम खुसी थ्याङ्क यू यता हेरिदिनु न त भेना ए ओहो सालीको मेरो साली नानी आउने भयो त म के गर्ने होला आउने नि के गर्नुभएको भनिदिनु न यो एकादशीको लागि फुलको डोलीको लागि हामी ज्वाइँ चेलाले चाहिँ यहाँ सर्वप्रथम पाइदिनुपर्छ होइन भन्ने ज्वाइँ चेलाको खाना आउँछ होइन त्यसले गर्दा हामी चाहिँ यहाँ आज तोरणको लागि यसलाई तोरण भनिन्छ होइन तोरण हुँदैछ तोरणको लागि म बाध्य बार्दैछु त्यो मेरो पुरानो सिप गाउँहरूको बाजे बोजूले गर्ने मैले बिर्सिएको छैन है अझै पनि बिर्सेको छैन उहाँ हुनुहुन्छ बुढापाका सबैजना हुनुहुन्छ मामाहरू जेठीहरू हुनुहुन्छ होइन उहाँहरूले सिकाउनु भएको छ मलाई खुसी लाग्यो ससुराले आएर बाध्य बाट्न पाएको छ के गोली बाट्न पाएको छ होइन ल सबैलाई आज लास्ट ह्याप्पी तिहार लास्ट नमस्ते सन्चै हुन्छ हो बस्नु बस्नु अचार यता हेर्नु
डोरीहरू कहाँ छ र डोरी कहाँ छ अनि भाइ मैले केही सहयोग गर्नुपर्ने छ मैले केही सहयोग गर्नुपर्ने छ हाम्रो मन्दिर काली भाइ अनि यहाँ मैले माला पनि फालेँ दुईटा माला नि अड्क्यो त्यहाँ त्यही हो अब हामी जान्छौँ हामी जान्छौँ अब भोक लाग्यो हामीलाई एकदम खाना आज घाम त अब पर्सि मात्रै लाग्छ रे तिमी भुल जाने कि बस्ने म त भुल जान्छु भाइको मम्मी त बस्ने भने त होइन यहाँ यस अलिकति खुल्ली खायो कि सक्नुहुन्छ सनसेट भइसक्यो होला सायद हाम्रो बोडीगार्ड मोबाइल खोइ भने मेरो मोबाइल खोइ भित्र मार्ले
Đâu ra đâu bây giờ đâu.